वेदरूपी कल्प वृक्षमा फलेको एउटा सुन्दर फल हो यो भागवत। सारा शास्त्रहरूको सार भनेको वेद हो। एउटा कल्पना गरौँ, एउटा वेद रूपी एउटा वृक्ष छ, त्यो वेद रूपी वृक्षमा एउटा सुन्दर फल लागेको छ अरे। कल्पना गर्दै जाउँ, त्यो सुन्दर फल नै भागवत हो भनेर बताउँदै हुनुहुन्छ। जहाँ केवल अमृत मात्रै छ अरे, जहाँ केवल रस मात्रै छ अरे। सुखदेव स्वामीजी सुखरूपी सुगाले ठुङ्गेको त्यो फल सुखदेव स्वामीजीबाट मुखारविन्दबाट प्रभावित भएको यो जो अमृतको जो ज्ञान गङ्गा छ त्यो नै श्रीमद् भागवत हो। पिबत भागवतम ऋषम आलयम। यहाँ के भन्नुभयो त भन्दाखेरिमा यो फललाई खाऊ भनेर भन्नु भएन, यो फललाई चपाऊ भनेर भन्नु भएन। यो फललाई के गर अरे त भन्दाखेरिमा पिबत, पिउने काम गर। अचम्मको कुरा आयो नि यहाँनिर, एउटा फल छ, यो फललाई पिउ भनेर भन्दै हुनुहुन्छ वेदव्यास स्वामीजी। यो फललाई पिउन कसरी सकिन्छ र? चपाउन त सकिन्छ। भनेपछि यहाँबाट हामीले के कुरा बुझ्नु पर्यो भने यो फल सांसारिक फल होइन रहेछ, यो फल लौकिक फल होइन रहेछ, यो फल त अलौकिक फल रहेछ।